कलियुगको यही हो कि धर्म बाबा मरुँदैछन् घर घरमा कलियुगको यही हो कि धर्म बाबा मरुँदैछन् घर घरमा बुढा बुढी रुँदैछन् घर घरमा बाबाहरू आएर कुन देउतालाई पुज्ने घरका ईश्वर छाडी कहाँ कुन देउतालाई खोज्ने आमा बाबाहरू आएर कुन देउतालाई पुज्ने घरका ईश्वर छाडी कहाँ कुन देउतालाई खोज्ने जति तीर्थ व्रत गर दान तप गर जति तीर्थ व्रत गर दान तप गर आमा बाबा रोए भने व्यर्थै हुन्छ तर कलियुगको यही हो कि धर्म बाबा मरुँदैछन् घर घरमा बुढा बुढी रुँदैछन् घर घरमा हो झुठो खाँदा छाती चुस्दा घिन लागेन हिजो एकै वचन बोल्न पनि लाग्छ जतिजो छाती चुस्दा घिन लागेन हिजो एकै वचन बोल्न पनि लाग्छ जतिजो पहिला चल्न तोते बोल्न हाँस्न सिकाउनेलाई पहिला चल्न तोते बोल्न हाँस्न सिकाउने कलियुगको यही हो कि धर्म बाबा मरुँदैछन् घर घरमा बुढा बुढी रुँदैछन् घर घरमा
पाइला टेकाई हिँड्न सिकाउनेलाई आफू भोकै बसे बसे अमृत पिलाउनेलाई छाती मात्रै पाइला टेकाई हिँड्न सिकाउनेलाई आफू भोकै बसे बसे अमृत पिलाउनेलाई आमा बाबा भन्न पनि लाग्छ र लाज आमा बाबा भन्न पनि लाग्छ र लाज एक्लै भए बुढाबुढी सन्तानको माझ कली